चीनको तिब्बत हुँदै आएको आकस्मिक बाढीले रसुवामा ठूलो क्षति। नुवाकोटको त्रिशुली बजारका 60 घर बगे, धेरै मानिस हाताती भएको आशंका। बाढीपछिको उद्धारमा खटिन सबै संयन्त्रलाई सरकारको निर्देशन। विपद प्राधिकरण सक्रिय। पृथ्वी राजमार्ग पूर्णतया बन्द। प्रतिनिधि सभाको बैठकको अनिश्चित बैठक सञ्चालनबारे संसद सचिवलाई परामर्शमा। इरान र उसका व्यापारिक साझेदारमाथि अमेरिकी प्रतिबन्धपछि चीन चिडियो। गैरकानूनी प्रतिबन्ध विरुद्ध कडा कदम चाल्ने चेतावनी। र टप T20 सिरिजमा नेपाल एले अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग खेल्दै। सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार। समाचार अब विस्तारमा। रसुवा जिल्ला हुँदै आज बिहान आएको आकस्मिक बाढीले टिमुरे बजारमा ठूलो क्षति पुर्याएको छ। बिहान करिब 9 बजे आएको आकस्मिक बाढीले टिमुरे बजारका बस्तीमा ठूलो क्षति पुगेको प्रहरीले बताएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका डीआईजी दीपक रेग्मीका अनुसार टिमुरे बजारका धेरैवटा घरहरू बगाएका छन्। त्यहाँ 5-7 वटा मात्र घर बाँकी छन् भन्ने प्रारम्भिक सूचना प्राप्त भएको छ। क्षतिको थप विवरण आएको छैन। उहाँका अनुसार इलाका प्रहरी कार्यालयमा 15 जना प्रहरी कार्यरत रहेकोमा हालसम्म 8 जना मात्र सम्पर्कमा आएका छन्। थप विवरण बुझ्ने प्रयास भइरहेको छ। यसबीच रसुवा आउँदै आएको बाढीका कारण नुवाकोटको त्रिशुली बजार आसपासका करिब 60 घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ। बाढी आएको पूर्व सूचना पाए लगत्तै त्रिशुली नदी आसपासका स्थानीयहरू सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीले बताउनुभयो। उहाँका अनुसार क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। बाढीले त्रिशुली बजारका केही घर र त्रिशुली नदीमा रहेका 2वटा पक्की पुल पनि बगाएको छ। बाढीबाट त्रिशुली र देवीघाट जलविद्युत आयोजना क्षतिग्रस्त भएको छ। यस्तै बाढीले 25 मेगावाट क्षमताको सौर्य प्लान्टको 3वटा ब्लक र सबस्टेशन पनि बगाएको छ। यसैबीच भोटेकोसीको बाढीमा फँसेकाहरूले उद्धारका लागि सरकार र प्रशासनलाई गुहार्ने क्रम बढेको छ। टिमुरे र स्याप्रोबेसीबाट करिब 1000 जनाको उद्धारको याचना गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा फोन आएको छ। उनीहरूले कोही रुखमा त कोही डाँडामा बसेको भन्दै उद्धारको पर्खाइमा रहेको बताएका छन्। प्रभु बैंकको टिमुरे र स्याप्रोबेसी शाखाका 10 जना कर्मचारी मध्ये 3 जना र नबिल बैंकका 1 जना कर्मचारी बेपत्ता भएको भन्दै खोजी गरिदिन आग्रह गरिएको छ। रसुवामा आएको भीषण बाढीका कारण जलविद्युत आयोजनामा ठूलो क्षति हुँदा विद्युत आपूर्ति अवरुद्ध भएको छ। रसुवागढी चिलिमे त्रिशुली 3A र बी हब सबस्टेशन, देवीघाट जलविद्युत केन्द्र लगायतका ठूला जलविद्युत केन्द्र तथा सबस्टेशनमा क्षति पुगेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीले उत्पादन, प्रसारण र वितरण प्रणालीमा क्षति पुर्याएपछि सो क्षेत्रको विद्युत आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले जलविद्युत संरचनाका अतिरिक्त घर, सड़क, पुल तथा अन्य भौतिक पूर्वाधारमा समेत अपूरणीय क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार तथा विपद व्यवस्थापन टोली परिचालन भइरहेको छ। बाढीले टिमुरे, सेप्रीबेसी लगायत क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको जानकारी प्राप्त भएपछि सेनाको टोली हेलिकप्टर सहित परिचालन भएको नेपाली सेनाले जनाएको छ। खोज तथा उद्धार कार्यको लागि नेपाली सेनाको 2वटा हेलिकप्टर त्रिशुली पुगेको छ भने त्रिशुली स्थित जिल्ला अस्पताललाई सहयोग पुर्याउन नेपाली सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम हेलिकप्टर सहित मुभ भएको जनाइएको छ। यसका साथै धुन्चे र त्रिशुली ब्यारेकबाट उद्धार टोली प्रभावित क्षेत्रमा खटिएका छन्। गजुरी स्थित नम्बर 6 बाहिनी अड्डाबाट विपद व्यवस्थापनको दक्ष जनशक्ति समेत खटिएको छ। क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको नेपाली सेनाले जनाएको छ। बाढीका कारण त्रिशुली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रभावितहरूको उद्धारको लागि सहकार्य गर्न पनि नेपाली सेनाले अनुरोध गरेको छ। यसैबीच रसुवामा ठूलो बाढी पहिरो आएपछि ट्राफिक प्रहरीले 4 जिल्ला जाने सवारी साधनलाई काठमाडौँमै होल्ड गरेको छ। काठमाडौँबाट रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारी साधनलाई काठमाडौँमै रोकिराखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताउनु भएको छ। बाढीलाई मध्यनजर गर्दै ती जिल्लामा जान लागेका सवारी साधनलाई काठमाडौँमै रोकिएको हो। यसैबीच जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले वर्षाले भोटेकोसीमा बाढी नआएको स्पष्ट पार्नु भएको छ। बितेका 24 घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भएको र त्यहाँ 7 मिलिमिटर भन्दा बढी वर्षा भएको बताउनु भएको छ। रसुवा हुँदै आएको बाढी हिमताल फुटेर आएको आशंका गर्दै थप अनुसन्धान गरिने उहाँले बताउनुभयो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको बताउनु भएको छ। प्रभावित क्षेत्रमा अन्य जिल्लाबाट समेत थप जनशक्ति पठाइएको उहाँको भनाइ छ। प्रधानमन्त्री शाहका अनुसार विपद व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको छ। मेडिकल टोली, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी लगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका काम अघि बढाउन निर्देशन दिइएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्री शाहले बताउनुभयो। सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टर तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। निजी हेलिकप्टर कम्पनीलाई समेत आवश्यक परेका बेला परिचालन गर्ने गरी
हेलिकप्टर तयारी अवस्थामा राख्न भनिएको छ। बाढीपछिको अवस्था र आगामी आवश्यक कदमबारे छलफल गर्न अहिले उच्चस्तरीय बैठक बसिरहेको छ। यसअघि गृहमन्त्री सुदन गुरुङले आपतकालीन बैठक डाकेर राज्यका सबै संयन्त्रलाई परिचालन हुन निर्देशन दिनुभएको थियो। निर्देशन अनुसार परिचालन भइरहेको बताइएको छ। सबै राजनैतिक दलहरूले पनि बाढीबाट पीडितलाई तत्काल उद्धार तथा राहतमा केन्द्रित हुन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। केही बेर बस्ने गरी प्रधानमन्त्री शाहले भर्खर मात्र मन्त्री परिषदको बैठक पनि बोलाउनु भएको छ। आज बस्ने भनेको प्रतिनिधि सभाको बैठक अनिश्चित बनेको छ। चीनको तिब्बत हुँदै आएको बाढीका कारण सबै संयन्त्र उद्धारमा खटिएको बेला बैठक अनिश्चित बनेको हो। यद्यपि अहिलेसम्म स्थगित भएको कुनै पनि सूचना निकालिएको छैन। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक स्थगित गर्ने वा चलाउने भन्ने बारे सचिवालय परामर्शमा छ। केही बेरपछि थप छलफल गरेर निष्कर्षमा पुगिने उहाँले जानकारी दिनुभयो। आज दिउँसो 1 बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदका प्रश्नको जवाब दिने कार्यक्रम छ। त्यसको लागि रासपाका 3 सहित 11 सांसदले नाम टिपाएका छन्। आजको बैठकमा मुस्लिम आयोगको 7औं वार्षिक प्रतिवेदन र नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता प्रस्तुत गर्ने पनि कार्यसूची छ। गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ताबारे निर्णय गर्न एमाले संसदीय दलको बैठक बस्दैछ। बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय अनुमोदन, संसदीय बोर्डको निर्णय अनुमोदन गर्ने लगायतका निर्णयमा थप छलफल गरी निर्णय गर्ने प्रमुख सचेतक देवका पहरीले जानकारी दिनुभयो। हिजो बसेको संसदीय बोर्डको बैठकले मन्त्रीहरूले सामूहिक राजीनामा दिन लगाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। हिजो नै बोर्डले निर्णय गरेर उपनेता लीलबहादुर थापाको नेतृत्वमा मन्त्रीहरूले मुख्यमन्त्रीलाई भेटेर राजीनामा बुझाउने तय भएको थियो। तर आज संसदीय दलको निर्णयपछि मात्र थप कदम चाल्नुपर्ने निष्कर्षमा नेताहरू पुगेका थिए। एमालेबाट गोविन्द नेपाली, भीम कार्की, यशोदा रिमाल र लक्ष्मण पाण्डे मन्त्री हुनुहुन्छ। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर जाने सहमति भएपछि गण्डकीमा पनि ढिला गरी सरकारबाट एमाले बाहिरिन लागेको हो। एमाले र नेकपा मिले पनि गण्डकीमा सरकार बनाउने स्थिति छैन। एमाले नेकपा सरकार बन्न र मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे मुख्यमन्त्रीमा यथावत रहन दुवैलाई राप्रपा आवश्यक पर्छ। पश्चिम नाका कञ्चनपुरको गड्डा चौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ। अध्यागमन कार्यालय गड्डा चौकीका अनुसार गत आर्थिक वर्षमा 1753 जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यस्तै 1,05,18,119 राजस्व संकलन भएको सूचना अधिकारी नवराज अधिकारी भट्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार 1,534 पर्यटक यो नाकाबाट बाहिरिएका छन्, जबकि सन् 2022 मा 542 पर्यटक मात्र यो नाका भएर नेपाल आएका थिए। यस्तै सन् 2023 मा 983 र सन् 2024 मा 1154 जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएको अध्यागमनको तथ्याङ्क छ। सुदूरपश्चिममा पर्यटनका थुप्रै सम्भावना भए पनि पश्चिमी नाकाबाट नेपाल आएका पर्यटक काठमाडौँ, पोखरा लगायत शहरमा पुग्ने गरेका छन्। सुदूरपश्चिममा खप्तड, बडीमालिका, रामारोशन, शुक्लाफाँटा, राष्ट्रिय निकुञ्ज लगायतका प्रमुख पर्यटकीय गन्तव्य रहे पनि पूर्वाधारको अभाव र प्रचार प्रसार नहुँदा यो नाकाबाट आएका पर्यटक समेत अन्यत्र जाने गरेको यहाँका पर्यटन व्यवसायी बताउँछन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरान र उसका प्रमुख व्यापारिक साझेदारमाथि आर्थिक प्रतिबन्ध थप कडा गर्ने घोषणा गरेपछि चीन चिडिएको छ। उसले आफ्ना राष्ट्रिय हित र अधिकारको रक्षा गर्न सबै आवश्यक कदम चाल्ने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट्सले इरानलाई आर्थिक रूपमा अलग्याउने उद्देश्यले अपरेसन इकोनोमिक आउटकास्ट नामको नयाँ प्रतिबन्ध घोषणा गर्नुभएको थियो। उक्त घोषणापछि बेजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी कदमको कडा विरोध गर्नुभएको हो। उहाँले संयुक्त राष्ट्र सुरक्षा परिषदको स्वीकृति बिना र अन्तर्राष्ट्रिय कानून विपरीत लगाइने एकपक्षीय प्रतिबन्धहरू गैर कानूनी भएको बताउनु भएको छ। चीन र इरान बीचको व्यापारिक सहकार्य अन्तर्राष्ट्रिय कानूनको ढाँचाभित्र रहेको दावी गर्दै उनले यस्तो सहकार्यमा कुनै पनि पक्षले हस्तक्षेप वा अवरोध गर्न नहुने चीनको धारणा स्पष्ट पार्नुभयो। लिनले आर्थिक युद्ध र अत्यधिक दबावको नीतिले समस्याको समाधान नगर्ने, बरु विश्वव्यापी आर्थिक तथा वित्तीय व्यवस्थामा थप अस्थिरता ल्याउने र अन्तर्राष्ट्रिय तनाव बढाउने बताउनु भएको छ। अमेरिकाले इरानबाट इन्धन खरिद गर्ने वा इरानसँग वित्तीय कारोबार गर्ने जुनसुकै देश वा संस्थालाई पनि अमेरिकी वित्तीय प्रणालीबाट अलग्याउने चेतावनी दिएको छ। इरानी कच्चा तेलको मूल्य सबैभन्दा ठूलो खरिदकर्ता चीन भएकाले नयाँ अमेरिकी प्रतिबन्धबाट दुई देशबीचको आर्थिक तथा कूटनीतिक तनाव थप बढ्न सक्ने देखिएको बीबीसीले उल्लेख गरेको छ।
र अब खेल समाचार। अस्ट्रेलियामा जारी टप एन्ड टी20 सिरिजमा नेपाल एले आज घरेलु टोली अस्ट्रेलियन क्यापिटल टेरिटोरी कमेन्ट्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल डार्बिन स्थित मरारा क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो 3:15 बजे शुरू हुनेछ। प्रतियोगिताको समूह चरण अन्तर्गत नेपालले आज आफ्नो चौथो खेल खेल्न लागेको हो। नेपाल ए आजको खेलमा लगातार दोस्रो जितको खोजीमा हुनेछ। प्रतियोगिताको सुरुवाती 2 खेलमा पराजित भएको नेपालले सोमबारको खेलमा होबर्ट हरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको थियो। उक्त जितले नेपाली टोलीको मनोबल बढाएको छ। नेपालले आज घरेलु टोलीलाई पराजित गर्न सकेमा समूह चरणमा आफ्नो स्थिति थप मजबुत बनाउँदै शीर्ष 4 मा पुग्ने सम्भावना बलियो बनाउनेछ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक। चीनको तिब्बत हुँदै आएको आकस्मिक बाढीले रसुवामा ठूलो क्षति। नुवाकोटको त्रिशुली बजारका 60 घर बगे, धेरै मानिस हताहती भएको आशंका। बाढीपछिको उद्धारमा खटिन सबै संयन्त्रलाई सरकारको निर्देशन। विपद प्राधिकरण सक्रिय। पृथ्वी राजमार्ग पूर्णतया बन्द। प्रतिनिधि सभाको बैठक अनिश्चित। बैठक सञ्चालनबारे संसद सचिवालय परामर्शमा। इरान र उसका व्यापारिक साझेदारमाथि अमेरिकी प्रतिबन्धपछि चीन चिडियो। गैर कानूनी प्रतिबन्ध विरुद्ध कडा कदम चाल्ने चेतावनी। र टप एन्ड टी20 सिरिजमा नेपाल एले अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग खेल्दै।